आदरणीय दाई नमस्कार। वीरता मोटवाला दोकान बेचेर आउनु भएको दाई तपाईलाई म नमस्कार नमन गर्छु। मेरो पैसा तपाईले हेर्नु, म सम्पर्कमा आएर तपाईले पैसा दिनु, किनकि तपाईले पैसा लिनु भएको, सामान लिनु भएको हो पैसा। र तपाईले दोकान बेचेर आउनुभयो, दोकान बेचेर दिन्छु पैसा, घर बेचेपछि पैसा आउँदैछ दिन्छु भाइ भन्नुभएको थियो र अहिलेसम्म तपाईले दिनुभएको छैन। म काठमाडौँ आएको छु, अस्ति पनि तपाईलाई 2टा भिडियो पोस्ट गरिसकेँ। तपाईले जबसम्म मेरो पैसा दिनुहुन्न तबसम्म म फलोअप गरिरहन्छु र तपाईको फोटो पनि राख्छु। तपाईको छोरा माइती घरमा चोकमा सिद्धार्थ ब्याङ्कमा काम गर्छ भन्ने पनि मलाई जानकारी आएको छ। तपाईँ उतैबाट फोन गरेको छ, तपाईँले कोसँग पैसा लिनुभएको थियो हो, उहाँहरूले पनि मलाई सम्पर्कमा आइराख्नु भएको छ। र तपाईँलाई मेरो कुनै पनि हालतमा तपाईँले पैसा म नलिकन म छोड्दिनँ, फलोअप गरिदिन्छु। तपाईँको फोटो पनि म एक दिन फोटो पनि राखिदिन्छु, तपाईँको परिवारकै फोटो राखिदिन्छु। फेरि पहिले तपाईँको राख्छु, तपाईँ पछाडि तपाईँहरू बुढाबुढीको राख्छु, त्यस पछाडि अनि अरूको राख्छु। हेर्नु, मलाई पैसा आएर भाइ गल्ती भयो, तपाईँले कसरी दिनुहुन्छ, किस्तामा दिनुहुन्छ कि एकैचोटि दिनुहुन्छ, दिनुहोस्। मैले पनि अन्त तिर्नु छ पैसा, मेरो पनि अरू पनि साउ छ भन्दै यसलाई हेर्नु बुझ्नु। तपाईँले पहिलेको भिडियो हेरिसक्नुभयो होला, अब तपाईँ आफै विचार गर्नु। नमस्कार।